मेरो माथि ब्लगमा सबैजनालाई स्वागत छ। सबैजना सन्चै तपाईँको माझमा फेरि आइसकेको छु। माथि ब्लगले क्वाटी रक्सी खाएर आइसकेको छु तपाईँहरूको माझमा फेरि पनि मेरो सुरुवात भइसकेको छ। यस रोल्पा जिल्ला नगरपालिका वडा नम्बर 27 को बाघमारा टिमबाट है। हाम्रो आइसकेको छ एउटा अटोले कतिजना मान्छे लिएर आएको छ है। हाम्रो यहाँ बाघमाराको चहलपहल चाहिँ आज यस्तो छ है। हाम्रो मनराज सर लगायत म टुहाटेमा लगाइसकेको छु। टुहाटेमा केटीलाई छुहाटे जगाइदिन आइसकेको छु। हाम्रो चाहिँ अटोबाट एउटा लड्की उठिसकेको छन्। तिनको घर चाहिँ कहाँ हुनसक्छ त हामीले यस ब्लगमा तपाईँलाई बताइदिने छैनौँ। हाम्रो कपडाको माहौल चाहिँ यस्तो छ है, तपाईँ आउन सक्नुहुन्छ। हाम्रो यस बाघमारा बजारमा कपडा सुपथ मूल्यमा पाइन्छ। हाम्रो अटो ड्राइभर हुनुहुन्छ। हाम्रो अर्को अटो चाहिँ प्याक भएर गइसकेको छ दुईखेली तलतिर है। मलाई चाहिँ सिंहले एकदम माया गरेर साथ दिएको छ भने एकदम तपाईँहरूले पनि साथ दिनुभएको छ, मनोरञ्जन लिनुभएको छ भन्ने आशा राखेको छु है। त्यही हो त ओरेर अन्तिले गफान दिइरहेको छ भने मनराजले झिँगा मानलाई यहाँ के समातिरहेका छन्। मनराजले ब्याडमिन्टन प्रगतिशील कपडाको जर्सी लगाएको छु भने मैले चाहिँ सिरिप झाँय लगाएको छु। तेरै मनराज पिलुवाले झिँगा मारिरहेको छन्। त्यसको लागि भन्दाखेरि साँझको छाक तरकारी पकाउनलाई त्यही हो। एक मिनट चाहनाले राष्ट्रिय गान गाएर हामी केमा बस्नुपर्ने हुन्छ। जाति भाषा धर्म बास कसै सन्तान जाति भाषा धर्म संस्कृति छन् नेपाल जय जय नेपाल। मैले चाहिँ राष्ट्रिय गानमा पनि गीत बिर्सिसकेको छु है। तपाईँहरूले मलाई भनिदिन सक्नुहुनेछ है। त्यही हाम्रो छोटो भ्लगमा छोटो मजा लिन सक्नुहुन्छ तपाईँहरू। यौन सेक्सको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो यौन सम्पर्कको लागि गर्नको लागि हेर्नको लागि लाइभको हाम्रो ढोका खुल्लो भइसकेको छ। तपाईँहरू हामीलाई यस स्टुडियोको नम्बरमा फोन गरेर जान्न सक्नुहुन्छ। तपाईँहरूलाई रु 1 घन्टाको 500,000 रुपियाँ हुनेछ भने आधी घन्टाको 500 रुपियाँ हुनेछ र 25 मिनटको तपाईँलाई जम्मै हुनेछ 500 हुनेछ होइन, तपाईँलाई 250 रुपियाँ मात्र हुनेछ। त्यही हो। हामी यति भने हामी लौडा भ्लगमा जानेछौँ अब। त्यही हो। हाम्रो बाजेले पारी कराईको काम गरिरहेका छन् भने उनीहरूले हामीलाई हेरेर साथ दिएका छन्। उनको नाम टुहाटे भ्लग। उनले रक्सी टुहाटे हुनुभएको कारण उनलाई टुहाटे भ्लग बनेको छ। त्यही हो। सानो चन्द्र स्टोर सकारीको फट्टा स्टोर ओर्को सब रहेको छ भने यहाँ हामीलाई विभिन्न सफल मूल्यमा विभिन्न थरीका मालजालहरू एवं सङ्ग्रह गर्नका लागि विभिन्न साधनहरू यस हाम्रो घरभित्र उपलब्ध हुन्छ। तपाईँहरू यस साधनहरू आफ्नो हातमा पार्न चाहनुहुन्छ भने हामीलाई यस सरकारी वर्कसप पट्टा वर्कसपमा फोन गरेर हामीलाई सहयोग गर्न लाग्ने आशा राखेको छु। त्यही हो। हाम्रो अन्तिले तलदेखि माथि मलाई हेरिरहेको छन् भने मनराजले माथिदेखि तल हेरिरहेको छन्। त्यसको मतलब उयो हुनेछ कि तलदेखि माथिदेखि तल। र मनराज सर यो लौडा छोटे भ्लगमा के भन्न चाहनुहुन्छ भनिदिनुहोस् जनतालाई। छिटो भन मुजी के भन्न चाहनुहुन्छ। तपाईँलाई 1 मिनटको टाइम दिनेछ। टाइम स्टार्ट। हाम्रो एउटा भाइ पैसा सामान आएको छ भने उसले चाहिँ के गर्न लागेको छ त हामीले जान्न सक्छौँ कि चाउचा खान जानु भएको छ। हाम्रो आएको छन् चौधरी
चौधरी सुल्तीले हामीले के भन्न चाहन्छ बजारमा ल सर यहाँबाट हाम्रो चौधरी सुल्ती आइसकेको छैन हाम्रो यस बजारमा के किन्न गएको छ के छ माहौल बाघमाराको हजुर बढ्न सक्नुहुन्छ ए हाम्रो चौधरी सरकारले नाच मानेर गइसकेका छन् भने बाजेसँग गफनलाई गइसकेको थिए तर त्यहाँबाट पनि छुट्न सफल भएको छन् तर हाम्रो हालत यस्तो छ है आज फेरि सक्दैन नि फेरि चरा पानी मलाई हाम्रो यस मन्डासको नजिकै एउटा हाम्रो बोय आइसकेको छन् बोयले चाहिँ हामीलाई के दिन चाहन्छन् भनेको त उहाँले सिर्फ हामीलाई गाली मात्र दिनुभएको छ त्यसको लागि जोरदार ताली मन्डास त्यसको लागि जोरदार मन्डास ताली त्यसको लागि जोरदार ताली मन्डास मन्डासले एउटा झिङ्गा मारेर खुसी बोले हो लाग्छ भने नि अहिले मन्डासको करेन्ट लाग्दा एउटा गेरा चाम्परेको छ भने अर्को गेरा फुलिएको छ सुमदा हामी आइसकेको छौँ माछा मार्न लागेको माछाको जाली तयार भइसकेको छ हामी झिङ्गा मार्न लागेको झिङ्गा पट्टापट मार्नु मन छ कसरी मार्छौँ त हामी झिङ्गा तपाईँलाई देखाउनेछौँ आजको भ्लगमा त्यही हो चेरपेट यसरी चाहिँ हामीले एउटा झिङ्गा मारिसकेको छौँ एउटा झिङ्गाको दाह संस्कार हुनको लागि हामीले चौधरी सरकारलाई आगो दिनको लागि बोलाइसकेका छौँ किनभने चौधरीले यस झिङ्गालाई आफ्नो प्रति सम्मान स्वरूप उहाँले झिङ्गालाई आगोको बलिदान दिन हुन किन अनुरोध गर्छु चेरपेट चाहिँ नै हामीले एउटा झिङ्गाको दाह संस्कार भइसकेपछि हाम्रो अर्को लगतै हाम्रो अर्को झिङ्गालाई चाहिँ हामीले प्रवेश गर्नुपर्ने हुन्छ अर्को झिङ्गा पनि पर्न सफल भएको छ त्यसको लागि मन्दास सरले आफ्नो पति स्वरूप पति ठानेर उहाँले हामीलाई सहयोग गर्न सक्नुहुन्छ हाम्रो लौडा भ्लगलाई चाहिँ अहिले हामीले अन्त गर्न चाहन्छौँ किनभने हामीसँग टाइम अट्टिने छोटो भएको कारण यसरी झिङ्गालाई मार्नुपर्ने हुन्छ है त्यही हो चाहिँ मनराजलाई यो हस्तान्तरण गर्न चाहन्छौँ यो मोबाइल चाहिँ म मुट्ने हाल्न है